आज सीतापुरीको साकेलामा आएको छौँ। बोल साथीहरु केही प्लिज फोटोहरु सबै खिचिसकेर भिडियोहरु पनि बनाइसक्यौं। अनि त्यसपछि यहाँ बसिरहेको छु एकछिन रेस्ट गरेर। मेरो भाइ आयो त मेरो भाइ। ए यहाँ बहिनी पनि छ हाम्रो। अब हामी चाहिँ एकछिनमा तोङबाहरू खान जान्छौँ। त्यतिखेर भेटौँ है। गाइस त हामी देखेको छैन, हामी यहाँ बसिरहेको छौँ तर केही देखेको छैन हामीलाई। यो बहिनीहरू कस्तो आइदिएको देख्नु सुँगुरको मासु पनि आइरहेछ। हाम्रो चाहिँ के भन्छ ला कमिलो तर पातलो कस्तो भयो? भुँडी त पोलो त पर एकदम अमिलो भयो, चाक भयो। अहिले माथिन्छ होला होइन, त्यतिखेरको हालत हेर्नुपर्छ। अब हेर्नुपर्छ। लास्टै अमिलो रहेछ, मतलब छिपेको। पारा हाम्रो छुट्टैको पारा होइन होला। लागिसक्यो तुम्बालाई हामीलाई। हातले तुम्बा चप्पल लागिसक्यो है गाइजहरू। म झ्याप छ्याङै लागिसक्यो। आलु सब्जी खाउँ अलिक यता चाहिँ हाम्रो फेरि यो उयो नखानेवाला के भन्छ दिदीलाई नन अल्कोहलिक रिजल्टै तुम्बाको रिजल्टै यता ल यताको यस्तो छ रे यता यस्तो छ है। हाम्रो त्यस्तो हुँदैछ सबैजना। दुईजना पनि हाम्रो एड भइसकेछ। तिनजना चारजना दाजुहरू। मेरो मुख गन्ध ए भन त मेरो पुछ्दैउ न मुख। मम्मीहरू हुनु न हाम्रो। अब झ्याप भइसक्यो कस्तो भनेर साथीहरू प्लिज यस्तो हरकत नगर यहाँनिर होइन। छोड यस्तो नगर। अनि अब हामी चाहिँ गाजरहाट फेरि वी आर गोइङ फर नेक्स्ट डेस्टिनेसन। मार्छ होला यो भिडियो घरकाले दिएको भने चाहिँ सरी फ्यामिली। म टङ्का किन्छु भनेको। अब हामी चाहिँ फर्केको गाई फर्केको। रिचा यसो हल्लिँदैछु कि अलिक लाग्यो जस्तो हुँदैछ हो मलाई। त्यही भएर यिनीहरू मात्रै लाग्दैछ। फर्किँदैछु कता जान्छ यिनीहरू मलाई प्लिज। गाइज बाई गाइज। अब हामी चाहिँ एउटा निस्क्यौँ होइन। अब यस्तै भयो आजको दिन। एकदम रमाइलो भयो। अब हामी चाहिँ निस्किसकेको घर जान आँटेको। गर्मी एकदम छ गाइज। कति धेरै भिड छ।
हामी चाहिँ बाजेको गाडीमा फर्किँदैछौँ निनामलाई हामी सबैजना फर्किँदैछौँ बाजेको गाडीमा गर्मी भयो